साथीहरू म त आज बिहान उठेर यस्तो बसेँ सोचेँ है हुन त म खासै कुरा सोच्ने मान्छे त होइन, तर आजभोलि के भयो दिन भयो निकै टेन्सन लाग्छ क्या। बिहे गरेको छोरी जुनलाई माइत बस्ने भाग्य यस्तै कि म यस्तै हुँ कि भनेर सोच्दा पागलै हुन्छु। हुन त घरको मान्छेले के नभने पनि अरूको बाहिरको कुरा सुनेर मेरो टाउको नै दुख्छ क्या। कति सोच्नु नसोच्नु, के नसोच्नु सोच्नु के सोच्नु यस्तो हुन्छ क्या बेला बेला चाहिँ। अब के सोचिराख्नु भनेर यता सोच्नै छाडेँ, मैले सोच्नु छाडेर यता धारोतिर गएँ। अनि धारो खोलेँ, धारो पनि आएर रहेनछ क्या, किनभने धारो आउँदैन, मैले आउने टाइम भएर रहेनछ धारोको चाहिँ। अनि धारो आएन र यत्तिकै म फेरि गएँ यता तरकारी रोपेको थियौँ, अलिअलि भएको पनि असिनाले लगिसक्यो। अब नभएको पनि होइन है, असिनाले लगेपछि कसको के जान्नु। अनि अलिकति सिमी र यता फर्सीको मुठ छ्याउँदैछ भर्खर। अनि यत्तिकैमा मैले फेरि एउटा मकै देखेँ कि हल्का फुल्का मकै पनि छ नि त। अनि मकै चाहिँ हेरेँ अनि एउटा खाना लायकको जस्तो माने अनि बाँचे मकै कच्याक पारेर अनि यसको बोक्रा पनि छोडाएँ, बोक छोडाएँ। अनि अरू छ कि भनेर हेर्दै चाहिँ तर रहेनछ। अनि त्यो मकै लगेर गएँ त्यहाँ बिहार हेर्न। अनि बिहारमा फेरि भर्खर जाग्दै थियो क्या। अब आज कति दिन 4-5 दिनको भयो कि 4 दिनको जस्तै कति भयो, हल्का हरियो देखिन लाग्छ क्या भर्खर। अनि यता फेरि बाख्रा पाठा छ नि त, अनि बाख्रा पाठाउनु गएर अघि छोराको त्यो पोख चाहिँ हालिदिएँ बाख्राहरूलाई। अनि यता भैँसीले हेर्दैछ क्या, फेरि हरियो देखेर तान्ने रहेछ क्या। अनि भैँसीलाई पनि जिस्काएर लाखला भनेर जिस्काइरहेको थिएँ। अनि यत्तिकैमा फेरि म गएँ भान्साकोठामा हालत फेरि यस्तो छ, हिजो बिहार बारेको थकाइला चाहिँ सुतिहालेँ। अनि बाबुको ड्रेस पनि धुनु थियो, धारो आएको थिएन नि त। अनि कोठामा गएँ, कोठाको हालत फेरि यस्तो छ किनभने पहिला हामीले यहाँ भान्सा गर्थ्यौँ नि त। आजभोलि म यता मेरो कोठा बनाउने अनि उता अर्को ठाउँ भान्सा सारेको छ नि त। अनि त्यही भएर हेर्ने तालको थिएन, म यहाँ एकदिन पनि सुतेको छैन क्या, भर्खर सुरु गर्दैछु। अनि आयो कोठा बनाउने भनेर फेरि यता अहिले धारो सुक्छ कि भनेर गयो, फेरि बाबुको कपडाहरूलाई सरफ लगाइदिनु लाग्यो। अहिले फेरि धारो सुक्यो भने टेन्सन। अनि एक त फेरि धारो धेरै टाइम आउँदैन, एकैछिन आउने, फेरि खाने पानी सानी ड्रम यताउता भर्दा सुक्ने डर। अनि आजभोलि फेरि बिहार राखेर बिहारमा फेरि पानी चार्नुपर्छ क्या, पानी चार्नुपर्छ। अहिले बिहार पानी नचारे फेरि बिहार जाग्दैन कि भन्ने अर्को टेन्सन फेरि। त्यही भएर पानी चार्न म यता छिटो कपडा धुन थालेँ। अनि कपडा यता साबुन सर्फ लगाइसकेर चाहिँ म यता चाहिँ कपडा निखार्दैछु। अनि मम्मी चाहिँ भैँसीको दुध लगाएर जानुभएको थियो नि त अनि डेरीमा। अनि मेरो छोरा चाहिँ उठेको थिएन। अनि भाइ चाहिँ भर्खर उठेर मलाई जिस्काउँदैछ कि के भनिरहेको थियो। मैले हिजो भिडियो पोस्ट गरेको थिएँ नि त, अनि कस्तो मान्छे नचिन्ने हिसाबले भिडियो बनाइछस् अनि भनिरहेको थियो। अनि म फेरि हेर्न सक्दैनस् र राम्रोसँग हेरेको हुन्छ त, अनि मान्छे त चिन्नुहुन्छ त। अनि मान्छे चिन्न छाटिलिस् क्या काले भनेर जिस्काइरहेको थिएँ। काले चाहिँ मैले माया भनेको मेरो भाइलाई, किनभने हामी 4 बहिनीको चाहिँ एउटा भाइ हो नि त, लास्टको भाइ। त्यही भएर यति माया लाग्छ कालेको। सफा धोएर पनि मैले खानासाना बनाएर पनि यता कोठा सफा गरिसकेको छु क्या। कोठा सफा गरेर चाहिँ भिडियो बनाएन किनभने बिर्सिएछु क्या। अनि यता हेर्नु न, म बिहे गर्दा चाहिँ कति पातली थिएँ, आजभोलि त मोटा र हड्डी बिजोक छ। अनि भर्खर कोठा सारेको, अब यत्तिको छ, अब यत्तिको भयो भने चल्छ गाउँघरतिरको कोठा भन्दै आजलाई बिदा मागेँ। अर्को भेटौँला अर्को भिडियोमा।